तराईको जाडो टुप्पी भयो ठाडो कत्रा जाडो भइरहेछ गाइज होइन। हामी चाहिँ यसो निस्किरहेछौँ आज भिडियो सुट गर्नलाई निस्केर हिँडिरहेछौँ। हामी चाहिँ नगरको बाटो आइरहेछौँ। चट्ट लाएर जाडो छ होइन, मर्नी गरी जाडो भइरहेछ। त्यही पनि यसो चल्दिउँ न त भनेर चल्दिएको। यस्तो जाडो होइन, यो चाहिँ हाम्रो गाउँबारी हो, तर कसको हो थाहा छैन, लेकिन गाउँबारी हो। यता हाम्रो नहरी झर्नाभन्दा कम छैन, हराएमा कम छैन। अहिले मात्र यो असार साउनमा त फेरि झर्नाभन्दा कम छैन नि, अहिले पानी कम भएछ। पुरै हुस्सु ढुस्सु सब लागेको छ होइन। तराईको जाडो त बबाल जाडो हुन्छ नि हो। हिजो मात्र घाम लाग्यो ठिक्क होइन, आज त पुरा चिसो भएर जाडो भयो गाईहरू होइन। सबैजना तातो लुगा लाएर बस्नु होला होइन, धेरै नहिँड्नु। हामी चाहिँ भ्लग बनाउनु हिँडेको छौँ। कहाँबाट हेर्दै हुनुहुन्छ, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, यसो कमेन्ट गरिदिनु होला र साथै सपोर्ट पनि गरिदिनु होला। र त मलाई आशा छ तपाईँहरूले साथै सपोर्ट गरिदिनु हुनेछ। हाम्रो बाइक राइडर चाहिँ विवेक ठाकुर। म पछाडि बसेर भिडियो सुट गरिरहेको छु। जाडो छ हो, बोल्न पनि मन लागेको छैन, तर के गर्नु, बोल्न पऱ्यो नि त। पानी पठाउनु पऱ्यो नि त। बाजेले पनि भन्यो अरे बाजेलाई उहाँको हाम्रो स्कुल हामी चाहिँ आज गाउँमा भिलेज ब्लग हो गाई चाहिँ, भिलेज ब्लग भिलेज। हाम्रो नेपालको बाटो यस्तै हो होइन, पिचभन्दा कम छैन। लड्यो भने फेरि केटी पार्न सब छिरिदिन्छ होइन, केटी सर्भिस हो नि त फेरि हाम्रो त। यसो तपाईँले यो हेर्दा चाहिँ यसो यो क्यामरा चाहिँ यो के होला भनेर सोध्नु होला। यो चाहिँ हाम्रो रेल दौडिन्छ यहाँबाट। अब हाम्रो पालामा दौडिँदैन, छोराछोरीको पालामा चाहिँ सियोर दौडिन्छ। त्यति चाहिँ हामी कन्फर्म छौँ, दौडिन्छ, अवश्य दौडिन्छ, तर एक न एक दिन रेल दौडिन्छ। यो हो भ्लग, श्याम कार्की भ्लग। सबले सब्सक्राइब गरिदिनु है गाइजहरू, सबले सब्सक्राइब गरिदिनु। झरना हाम्रो झरना वाटरफल भन्छ गाइजहरूलाई। वाटरफल हेर्नु वाटरफल। वाउ ब्युटिफुल नेपाल, हाम्रो नेपाल, राम्रो नेपाल। हेलो एभ्रीबडी, हेलो गाइज। जाडो छ, चुचु जाडो, ब्ल्याङ्केट ओढेर हिँड्नुपर्ने अवस्था आएको छ गाइज होइन। त्यही पनि हामी भिडियो बनाउन छोड्ने छैनौँ। तपाईँहरूको साथ र सपोर्ट दिनु होला। यता चाहिँ हाम्रो यो पानीमा पुरा सेतो छ नि, यो हिउँ झऱ्यो गाइज, हिउँ साह्रो भन्छ होइन। अनि उता चाहिँ बफेलो भैँसी, नेपालीमा भैँसी, इङ्ग्लिसमा बफेलो गाइज। यहाँ त वाटरफल हो नि त फेरि हाम्रो यो चौतमा त गाइज। यता हाम्रो गाउँबारी छ, गाउँबारी हो यो हाम्रो। जाडो यस्तै हो गरिबको मोबाइललाई त खाइदिनु। अब यहाँको सबभन्दा पानी के कन्ट्रोल गर्नु, यहीँबाट पानी कन्ट्रोल हुन्छ गाइस। हाम्रो पानी कन्ट्रोल गर्ने कहाँनिर फेरि कति पानी पठाउने, कहाँनिर रोक्ने, कहाँनिर बन्द गर्ने, पुरा पानी उडिरहेछन् होइन। यसरी पानी पठाउनु पर्छ। खेतीपाती गर्न त कहाँ सजिलो हुन्छ र हो, छोरी हो सहरको बासिन्दाहरू। यस्तो गाह्रो छ नि यहाँ हाम्रो गाउँमा, गाह्रो छ। यस्तोहरू पर्छ ल। फेरि भेटाउँला गाइजहरू अर्को भिडियोमा। अहिलेको लागि चाहिँ हस्त नमस्ते। धेरै जाडो भयो, मुहाबाट बोली निस्किरहेको छैन, हानेको अब बाटो छ घुमाउरो, बाटो सक्यो।